अवकाश हुने बेला भइसक्यो। एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ। गौथलीले पास गर्छ एसएलसी। आमा म पढ्छु नि है। पढेर के हर्छेस? म बिहे गर्दिनँ। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी। मैले मेरो भुट्टुको टुक्रो हजुरलाई सुम्पिएको छु, मेरी छोरीले दुःख नपाओस्। अब मेरो पालो। आमा हुँदैन। अन्डा खान्छु। कहाँबाट ल्याएको? कुखुरी आमाबाट। खाछु। पकाएर ल्याइदिउँ? आमा म पढ्छु नि। के अरे बाउलाई सिक्याऊ, तँलाई पढाउनलाई बिहे गरेर ल्याऊ। चट। तिमीलाई पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा? बनाना। I love you. बिहे गरेपछि ठुक्क नकचरी। मेरो छोरालाई बाख्रा नलाएर तँ चाहिँ स्कुल जाने? तँलाई स्कुल नजा भने होइन? तँलाई त नि म मेरी छोरी कहाँ छ? खुरुक्क निकाल। संस्कार गतिलो भयो त सन्तान गतिला हुन्छ। छोरी मान्छेको सबभन्दा ठुलो शत्रु भनेको त तिम्रो छोरी मान्छे हो क्या? थुइक्क। मैले तपाईँको लागि घर आमा बुवा सबै छोडेर आएको। त्यो श्रीमान होइन दुश्मन होस् मेरो। आमा गौतली खै बिर्सिदे अब त्यसलाई। म तँलाई अर्कै केटी खोजेर बिहा गरिदिन्छु। जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन। अब लडेर के गर्नुहुन्छ? I love you. गाईको घिउ I love you. भयो, अरूले सुन्नुहुन्छ।